आज हामीले विभिन्न ब्याङ्कहरूको एनआइडी अपडेट गर्ने विभिन्न प्रोसेसहरूमध्ये आज हामी ग्लोबल आइएमई ब्याङ्कको एपबाट कसरी घरबाटै अनलाइन बसेर ग्लोबल स्मार्ट प्लस एपबाट एनआइडी अपडेट गर्ने भनेर सिक्नेछौँ। यो ब्याङ्कको इन्टरफेसमा मेन इन्टरफेसमा हुन्छौँ र यसको सबैभन्दा माथि नै हामीले यहाँ डिजिटल युनिभर्स भन्ने देख्न सक्छौँ। भित्रको सबैभन्दा लास्टमा जानुहोस्, यहाँ मुनि कुनामा केवाइसी अपडेट भन्ने छ, यसभित्र ट्याप गरौँ। त्यसपछि यहाँनिर हामीलाई अब वान टाइम पासवर्ड ओटिपी आउँछ। त्यसपछि आएर अब यहाँ नेसनल आइडी भनेको ठाउँमा अब यहाँ आएर तपाईँले आफ्नो नेसनल आइडी नम्बर राख्नुहोला। त्यसपछि अब अकुपेसन डिटेल्सहरू तपाईँको के छ यसमा भर्न सक्नुहुन्छ। अब अन्तिममा सबमिट एन्ड फिनिसमा क्लिक गरौँ। सफलतापूर्वक केवाइसी अपडेटको काम सम्पन्न गऱ्यौँ।